सम्पूर्णमा नमस्कार। मेरो नाम सुगम सापकोटा। म विनय त्रिवेणी वडा नम्बर 2 जेमेरीमा मेरो बसोबास छ र आज म विशेष कारणले माघ 1 गतेको दिन माघी पर्वको दिन चाहिँ म चाहिँ हाम्रो यसै पारीका अन्तर्गत पर्ने विनय त्रिवेणी वडा नम्बर 1 बगुवान भन्ने ठाउँमा चाहिँ म आज यहाँ उपस्थित भएको छु र यो ठाउँ चाहिँ कुनै नभएर यो एउटा नारायणी किनारको छेउमा छु। तपाईँले देख्न पनि सक्नुहुन्छ खोलालाई चाहिँ, तपाईँले होइन, नदीलाई चाहिँ। र यो एउटा ठाउँ भनेको एउटा पर्यटकीय सम्भावना बोकेको ठाउँ हो र अब हामीले पर्यटकीय सम्भावना बोकेको भन्दै गर्दाखेरि हामीले यसलाई पर्यटकीय बनाउने कसरी, सम्भवतः हामीले कुरा गर्दै गर्दाखेरि यसलाई चाहिँ एउटा बोटिङको रूपमा पनि हामीले लिएर आउन सकिन्छ है। यस जङ्गलमा यो मध्यवर्ती क्षेत्रमा यो चितवन राष्ट्रिय निकुञ्जमा यहाँ चाहिँ विभिन्न जीवजन्तुहरू बस्छन्। त्यसलाई संरक्षण गरेर हामीले एउटा पर्यटनहरूलाई देखाउने माहौल पनि बनाउन सक्ने सम्भावना छ। आर्थिक रूपमा चाहिँ रूपान्तरण गर्नको लागि चाहिँ म विनम्र अनुरोध गर्छु। हस्त धन्यवाद।